नमस्ते दर्शकबिन, अहिले म यो बडुवा गाउँपालिका वडा नम्बर 1 को यो मलमला घाटमा छु। अहिले यहाँ एकजना स्थानीयहरू अहिले बन्द गर्नुभएको छ बाटोहरू। अब धेरै यो टिप्परहरू ठुला हेभी मसिन प्रयोग गरेर राप्ती नदीमा उत्खनन गरिसकेपछि अहिले यहाँका स्थानीयहरूले बन्द गर्नुभएको छ। एकजना स्थानीय हुनुहुन्छ, उहाँसँग म कुरा गर्न गइरहेको छु। नमस्ते दाइ। नमस्ते। हजुरको परिचय दिनु न, नाम के हो? हजुर नाम के हो हजुरको? धनबहादुर। अनि किन बन्द गर्न खोज्नु भएको यो राप्ती? हेर्नुहोस्, यो धेरै उत्खनन भयो, मिसिनहरू धेरै लगाए। एउटा मिसिन लाउँछु भनेर 5वटा मिसिन लाग्यो। धेरै यहाँ पानी भयो, आपत यो पानी गइरिँदै गयो, यहाँ हामीलाई हानि पार्न लाग्यो। यो तार बन्धन गरेको हामीलाई के काम लाग्यो र यसले फेरि खोलेर यताउति नक्सानी गर्छ। हेर्नुहोस्। हजुर। अनि किन अहिले सम्बन्धित निकायमा तपाईँले गडुवा गाउँपालिकालाई जानकारी दिनु भएन? मैले दिए छैन। हेर्नुहोस्, दिनु भएन? दिए छैन। अनि अब तपाईँ यो हाम्रो गाउँबाट पठाएको सिग्नेचर गरेर हजुर हजुर यो शिशिर मरासिनीहरूले हजुर त्यो अझै पेस गरेछन् भनेर भन्दैछन्। हजुर त्यो अझै अब उहाँ पुग्यो कि पुगेन त्यो थाहा छैन। हेर्नुहोस्, अहिले यो सम्बन्धित निकायलाई यहाँहरूले खबर गरिसक्नु भएको छ, बारम्बार खबर गरिसक्दा पनि अहिले कोहीले पनि यो ध्यान दिएको छैन। अहिले यहाँ एकजना अब स्थानीय आफूले भन्नुहुन्छ, यहाँ अब हामीलाई यो उत्खनन गरेपछि यहाँ यो भाग सतह तल दबेपछि यो खोलाको भाग यता बढी आउने भयो। बाढी आएको बेलामा यता आएपछि यहाँ ल्यान्डस्लाइड थुप्रो ठाउँ त ल्यान्डस्लाइड जाने गरेको पनि ठाउँहरू छ। यता तटबन्ध भत्किएको छ नि त, होइन? हजुर। बडादेखि उतापट्टि भत्किएको पनि रहेछ। होइन, यही पनि भत्केकै छ। भत्किएको रहेछ। अब यहाँहरूलाई धेरै पिर्छ। अब आफ्नो गाउँमा जोखिममा राखेर यसरी अब उत्खनन गर्न दिनुहुन्न भनेर अब यहाँ लागि पर्नु भएको छ। सबै स्थानीयवासीहरू हुनुहुन्छ यहाँ। अब अरू के छ दाइ तपाईँले भन्नुपर्ने? हजुर, यो त हामीले यो मिसिन त बन्दै गर्नु पर्यो। हेर्नु, बन्दै गर्नुहुन्छ? हजुर। कति बजीदेखि बन्द गर्नुभयो? यो हामीले कति बजे बन्द गऱ्यौँ? 10 बजीतिरबाट हो क्या? 10 बजी। तपाईँको माग के छ अब? अब माग त हामीले त यही ट्र्याक्टर चलाउने, हजुर, जिसिबी लाउनु नदिने। उहाँहरूको माग पनि अब ट्र्याक्टरहरू चलाउने दिएपछि के हुन्छ भने तपाईँको एउटा ट्र्याक्टरमा 5 जना लेबर हुन्छ। 5 जनाको घरमा एकजनाको 5 जना परिवार हुन्छ। 25 जना एउटा ट्र्याक्टरबाट 25 जना परिवार पालिराखेको हुन्छ। 100 जना तपाईँको हिसाब गर्नुभयो कतिजना परिवार पालिया हुन्छ? ट्र्याक्टरले गर्दा, मान्छेले उत्खनन गर्दा, बेलचाले उत्खनन गर्दा काफी हानि पनि हुन्न होइन? अब जेसिबीले उत्खनन गर्दा यो त हेर्नुहोस् न, अब कति हरियो भइसक्यो। अनि गाउँपालिकाको वडा अध्यक्षलाई गाउँपालिकाको अध्यक्षलाई के भन्न चाहनुहुन्छ तपाईँले? उहाँलाई त अब बन्द गरिदिनुहोस् भनेर भनेको अघि न, रोकिदिनुहोस् भनेर भन्नुभयो। बन्दै नभएपछि के हुन्छ अब तपाईँको विकल्प? बन्दै गरिदिनु। हेर्नुहोस्, बन्दै गरिदिने? हजुर। सबै गाउँहरू उल्टिनुहुन्छ अब? हजुर, जसरी भए पनि बन्द गर्ने। हजुर, लेबरहरूलाई हामी रोक्दैनौँ भन्नुभयो होइन? हजुर, जेसिबी बन्द गर्ने। जेसिबी बन्द गर्ने, मेसिन। हजुर, ल हुन्छ दाइ, है तपाईँले हवस्, तपाईँले समर्थनलाई धन्यवाद। हवस्।